थुक्प्यार हान्नाल मंगनुन उम्सिक विशेष दिनमा खाने खानेकुरा है त थुक्प्यार हादा भन्नाले स्पेशल हुनु विशेष हुनु थुक्प्यार हान्नाल भन्नाले विशेष दिन स्पेशल अकेजन्स विशेष अवसर भन्न सक्छौं। त्यसैगरी मंगनुन उम्सिक भन्नाले खाने खाना है त विशेष अवसरहरुमा विशेष दिनहरुमा विशेष प्रकारका परिकारहरु खाने गरिन्छ र त्यही केही इन्फर्मेसन चाहिँ यो आजको च्याप्टर 19 मा चाहिँ हामीले हेर्ने छौं है त। हाङ्गुक सारामदुरी कोरियन मानिसहरूले थुक्प्यार हान्नारे विशेष दिनमा मंगनुन उम्सिगेनुन खाने खानामा मुवस्सी सुल्कायो के छ होला। मियकगुन मियकुक यो मियक भनेको एउटा विशेष टाइपको समुद्री घाँस हो र यसबाट बनाइएको सुपलाई मियकुक भनिन्छ है त। मियकगुन सेंगिलनाल मंगनुन उम्सिगिन्दे सेंगिलनाल भन्नाले जन्मदिन जन्मेको दिन मंगनुन उम्सिक खाने खाना। यो मियक जुन छ मियकुक यो चाहिँ जन्मदिनमा खाने खाना हो। सोगोगिना मेल्ची दुंगुल नखो सोगोगी गाई गोरुको मासु बीफ भइहाल्यो र मेल्ची भन्नाले एन्चोभी फिस है त। यो पिक्चरमा देखिए जस्तै सानो टाइपको माछा हुन्छ यो नोक्को हालेर ओरे कुर्य लामो समय उमालेर मान्दुन बनाएको खुङ्मुरे झोलमा सुपमा फुल्लिन मियगुल भिजेको चाहिँ हाम्रो मियक है त विशेष समुद्री घाँस जुन हामीले भनेका छौं मियक त्यो भिजेको मियकलाई नोक्को हालेर कुरिन खुगिम्निदा उमालेको सुप हो रे है त। यो मियकुक भनेको कस्तो रहेछ त सेंगिलमा खाने खाना जसमा चाहिँ सोगोगी मेल्ची आदि हालेर लामो समय उमालेर बनाएको झोलमा भिजेको मियकलाई हालेर उमालिसके पछाडी जुन सुप बन्छ त्यसलाई चाहिँ मियकुक भनिने रहेछ भन्ने इन्फर्मेसन यहाँ पायौं है त। मियकगुन मियकुक वल्ले मूलत वास्तवमा अमनिगा आमाले आगिरुल नाउन हुए बच्चालाई जन्माइसके पछाडी मंगनुन उम्सिगिम्निदा खाने खाना हो। मियकुक के रहेछ त वास्तवमा भन्दा आमाले बच्चालाई जन्माइसके पछाडी खाने कुरा रहेछ हो रहेछ। त्यसैले सेंगिरे जन्मदिनमा मियकुगुल मंगनुन गसुन यो मियकुक खानु नाछुसिन जन्म दिनु हुने अमनिए आमाको उन्हेरुल कृपा अर्थात उपकार माया पनि भन्न सक्छौं है त। कृपा उपकार मायालाई खिय खागो सम्झने र खाम्सा हान्दानुन धन्यवाद दिने उही मिरुल खाजिगे सिमिन्दा अर्थ राख्छ रे है त। यो मियकुक हामीले किन खान्छौं त सेंगिलमा भन्दा जन्म दिने आमाको कृपा उपकारलाई चाहिँ सम्झने र धन्यवाद हुने थ्याङ्कफुल फिल गर्ने थ्याङ्क एक्सप्रेस गर्ने अर्थको रूपमा चाहिँ यसलाई चाहिँ लिने गरिन रहेछ। यो सानो इन्फर्मेसन हामीले लिसक्यौं है त। त्यसैगरी सामगेथाङन यो सामगेथाङ जुन छ यो चाहिँ सिंगै कुखुरोमा विभिन्न किसिमका स्वास्थ्यवर्धक सामग्रीहरू हालेर यसलाई उमालेर चाहिँ खाने एउटा हेल्दी खानेकुरा हो है त। सामगेथाङन थपको गर्मी र सुफान आर्द्रतायुक्त है त हट एन्ड ह्युमिड भन्न खोजेको यरुमचुङ गर्मी मध्ये खाजाङ थौन फोङ्नारे सबैभन्दा तातो सबैभन्दा गर्मी फोङ्नालमा मंगनुन उम्सिगिम्निदा खानेकुरा हो। फोङ्नाल भन्नाले सबैभन्दा गर्मी दिन भनेर बुझ्छौं है त। सामगेथाङ अरिन थागे योङ चिकनमा यानि कि भर्खरको चिकनमा चाहिँ इन्साम भनेको जिन्स्याङ भइहाल्यो है जडीबुटी जन्ने चिज। छाप्साल भनेको एक प्रकारको चामल हो। फाम कटुस मानुल भन्नाले लसुन मानुलवा खाची मानुल जस्ता खनगाङे छोन स्वास्थ्यमा राम्रो है स्वास्थ्यवर्धक छेर्योरुल सामग्रीलाई नोखो हालेर फुकुरिन प्रशस्त उमालिएको उम्सिगिम्निदा खानेकुरा हो। यो जुन सामगेथाङ छ यसमा चाहिँ योङ चिकनमा चाहिँ यो इन्साम छाप्साल फाम मानुल जस्ता हेल्दी सामग्रीहरू हालेर प्रशस्त उमालिएको है खानेकुरा हो भन्ने कुरा आयो। यरुमे गर्मीमा तामुल मानी हुल्य पसिना धेरै बगेर खिउनी अफसुल्दे तागत नहुँदाखेरि एनर्जी नहुँदाखेरि सामगेथाङुल मगुम्यन यो सामगेथाङ खायो भने से हिमी नाम्निदा नयाँ तागत आउँछ नयाँ ऊर्जा आउँछ नयाँ जोस आउँछ भन्ने कुरा हामीले यहाँ पायौं। त्यसैगरी तक्कुगुन तक भन्नाले यो चामलको पिठोबाट बनाएको यो राइस केक भन्छ है त चामलको पिठोबाट बनाएको खानेकुरा हो यो। तक्कुगुन
सल्नाल आछिमे सल्नालको बिहानमा सल्नाल भन्नाले कोरियन नयाँ वर्ष है त यो कोरियन पात्रो अनुसार ओन खाजोगी पुरै परिवार है त ओन भन्नाले पुरै खाजोगी परिवार थुल्ल हान्जा बसेर यो वरिपरि बस्ने भन्ने अर्थ आउँछ है त थुल्ल हान्दा भन्नाले थुल्ल हान्जा बसेर मग्नु नुम्सिगिम्निदा खानेकुरा हो तक्कुगुन यो तक्कुक जुन छ तकबाट बनाएको सुप तक्कुगुन सोगोगी म्याल्ची दङ्गुल नखो सोगोगी बिफ भइहाल्यो र म्याल्ची एन्चोभी फिस जुन हामीले अगाडि देखिसकेका थियौँ पिक्चरमा म्याल्ची दङ्गुल नखो राखेर ओरे कुर्य लामो समय उमालेर मान्दुन बनाएको खुङ्मुरे झोलमा ह्वेन तगुल यो ह्वेन तकलाई नोखो हालेर कुरिन थाउ उमालिसके पछाडि खेरान्जिदानिना यो अम्लेट टाइपको जुन हामीले अन्डा बनाउँछौँ त्यसलाई चाहिँ काटेर यो सानो सानो त्यान्द्रा जस्तो बनाएको जुन हुन्छ त्यो चाहिँ खेरान्जिदान है त यो पिक्चरमा नि देख्नुभएको छ तपाईँले यो खेरान्जिदानिना खिम भनेको समुद्री घाँसबाट बनाएको चाहिँ खानेकुरा हो है परिकार हो यो पनि एकदमै हेल्दी मानिन्छ फा भन्नाले हरियो प्याज भइहाल्यो दङ्गल आदि ओल्य मग्नु नुम्सिगिम्निदा राखेर खानेकुरा हो रे है त यो जुन तक्कुक छ यसमा के त सोगोगी म्याल्ची यसलाई राखेर चाहिँ उमालिएको जुन झोल छ त्यसमा चाहिँ यो ह्वेन तक यो तकको एउटा प्रकार हो यो ह्वेन तकलाई हालेर उमालिसके पछाडि त्यो माथि के त खेरान्जिदान है त यो अन्डा जुन छ त्यसलाई अम्लेट टाइपको बनाएर त्यसलाई सानो त्यान्द्रामा काट्ने जुन हुन्छ यो र खिम त्यसै गरी हरियो प्याज त्यो माथिबाट चाहिँ राख्ने त्यसमा सुपमा र खाने भन्ने कुरा आयो है त त्यो किसिमको खानेकुरा रहेछ हाङ्गक सारामदुरुन कोरियन मानिसहरूले तक्कुगुल मगुम्यान्छ तक्कु खाँदै सिजागुल नयाँ वर्षको सुरुवात है त यो सेहे नयाँ वर्ष भयो सिजाग सुरुवात खिनियम हाम्य के गर्छन् त मनाउँछन् है त सरो थक्तामुल छुगु फास्मिदा आपसमा थक्ताम भन्नाले आशीर्वाद अर्थात् शुभकामना आदान प्रदान गर्छन् लिने दिने गर्छन् भन्ने कुरा आयो यो कोरियन मानिसहरूले तक्कु खाँदै नयाँ वर्षको चाहिँ सुरुवातलाई चाहिँ मनाउने है त र आपसमा चाहिँ यो शुभकामना अर्थात् आशीर्वाद चाहिँ आदान प्रदान गर्ने गर्छन् भन्ने कुरा चाहिँ यहाँ हामीले पायौँ यसरी चाहिँ यहाँ केही सामान्य इन्फर्मेसन चाहिँ हामीले लिइसकेका छौँ जुन मियकको सेङ्गिलमा खाने त्यसै गरी सामगेथाङ सबैभन्दा गर्मी दिनमा खाने र तक्कुक चाहिँ सलनालमा खाने भन्ने यहाँ सानो इन्फर्मेसन आयो यो बाहेक अन्य विशेष दिनहरूमा खाने विशेष परिकारहरू धेरै पनि छन् हामीले चाहिँ फर्दर यो टपिकको किताबमा आयो भने हेर्छौँ नत्र भने आफैले पनि यसलाई अलिकति चासो दिएर हेऱ्यो भने कोरियन कल्चरको विषयमा अलिकति इन्फर्मेसन पक्कै पनि लिन सक्छौँ र अर्को च्याप्टरलाई हेरिहालौँ है त च्याप्टर 20 को मुनुवा छङ्गोलाई पनि हेरिहालौँ र च्याप्टर 20 मा फेदाल एपको विषयमा हामीले अध्ययन गर्नेछौँ है त फेदाल एप डेलिभरी एप कोरियामा चाहिँ यो डेलिभरी कल्चर एकदमै विस्तृत छ हामीले जुनसुकै ठाउँमा सहज रूपमा कुनै पनि चिजलाई चाहिँ डेलिभरी गर्न लगाउन चाहिँ सक्छौँ र यसले चाहिँ हाम्रो लाइफलाई एकदमै सरल बनाएको छ यो सुविधा धेरै नै राम्रो छ कोरियामा र यहाँ दिएको इन्फर्मेसनलाई हेरिहालौँ है त हान्गुगुन कोरिया उम्सिक फेदाल मुनवागा खानाको डेलिभरी कल्चर है त उम्सिक फेदाल मुनवा भन्नाले खानाको डेलिभरी कल्चर मेउ ज्यादै फालदालहान विकास भएको नारायणनिदा देश हो छनवा न एबुल थौहाय छनवा मोबाइल फोन वा एप्लिकेसन है त एप्लिकेसनको माध्यमबाट एप्लिकेसनको मार्फत वन हानुन उम्सिगुल चाहने खाना यानि कि आफूले चाहेको खाना वन हानुन छाङसोरो आफूले चाहेको ठाउँमा पारुगो छिटो र खानफ्यान हाके सरल तरिकाले फेदाल सिखिल सुमिदा डेलिभरी गर्न लगाउन सक्छौँ यो कोरियामा चाहिँ हामीले के गर्न सक्छौँ त फोन अथवा एपको मार्फत आफूले चाहेको खानेकुरा चाहेको ठाउँमा छिटो र सरल तरिकाले यो डेलिभरी गर्न लगाउन सक्छौँ भन्ने कुरा आयो है त थुकी विशेष गरी छैगुन एनुन हालसालै रिसेन्टली फेदाल एप भन्नाले डेलिभरी एप फेदाल एपे थङजाङरो भनेको डेलिभरी एपको उदयसँगै भन्न खोजेको है त थङजाङ हादा भन्नाले कुनै पनि चिजको चाहिँ
यो उपस्थिति, उदय वा त्यसको विकास भन्ने अर्थ आउँछ। फेदाल एपको उदयसँगै उम्सिगुल फेदाल सिकिनुन खाना डेलिभरी गर्न लगाउने गसी खाना डेलिभरी गर्न लगाउनु थौक अझै फ्याल्ली हेजसम्निदा अझै सुविधाजनक हुँदै गएको छ है। के कारणले त यो हालसालै फेदाल एपको उदय भएको त्यसको राइजसँगै खानालाई चाहिँ डेलिभरी गर्न लगाउने कुरा जुन छ यो चाहिँ अझै सहज हुँदै गइरहेको छ भन्ने इन्फर्मेसन आइहाल्यो। फेदाल एबुल इयोङ हाम्यान फेदाल एपलाई प्रयोग गर्यो भने सिक्ताङ वा मेनुए देहान सिक्ताङ रेस्टुरेन्ट र मेनुको बारेमा है त खानेकुराको आइटमहरू के हुन्छन् ती चिजको बारेमा छङ्बोरुल सोनस्विपके अदुल सिस्टमिदा छङ्बो इन्फर्मेसन सूचना सोनस्विपके सजिलै गरी एफोर्टलेसली भन्ने अर्थ आउँछ है त सोनस्विपके अदुल सिस्टमिदा प्राप्त गर्न सकिन्छ। सायङजाधेरुन प्रयोगकर्ताले फेदाल एबुल थोङे डेलिभरी एपको माध्यमबाट डेलिभरी एपको मार्फत हान्सिक कोरियन खाना, छुङसिक चाइनिज खाना, याङसिक वेस्टर्न खानाहरू है पश्चिमेली खानाहरू, फुन्सिक स्न्याक्सहरू दङ आदि यर छोङन्युए धेरै प्रकारको विभिन्न प्रकारको उम्सिकचुङ यो खानामध्ये छासिनी आफूले वनहानुन चाहने उम्सिगुल खाना सन्थे घाय छनौट गरेर चुज गरेर फेदाल सिखिल सुइसुमिदा डेलिभरी गर्न लगाउन सक्छौँ या सक्छन्। छुमुन हाल्तेनुन अर्डर गर्दाखेरिमा थारुन सायोङजाधुरी अन्य प्रयोगकर्ताहरूले यानि कि अरू प्रयोगकर्ताहरूले नामगिन छोडेको फ्यङचम वा रिभ्यू फ्यङचम भन्नाले रिभ्यू स्कोर है त मूल्याङ्कन अङ्क जस्तो 10मा 8, 10मा 7, 10मा 6 होइन 10मा 9, 10मा 10 भनेर यसरी दिन्छौँ नि त रिभ्यू स्कोर चाहिँ त्यो रिभ्यू स्कोर है त। र रिभ्यू भन्नाले अब रिभ्यू भइहाल्यो मूल्याङ्कन, छामगो आय सन्दर्भ लिएर है त्यो मूल्याङ्कन गरेको जुन कुरा छ त्यो मूल्याङ्कन अथवा मूल्याङ्कन स्कोरलाई सन्दर्भ मानेर चाहिँ छासिनेगे मान्नु न आफूलाई मिल्ने आफूलाई सुहाउँदो मेनुलाई खोरुल्सुदो इस्मिदा छनौट गर्न पनि सकिन्छ है त। त्यो अरू प्रयोगकर्ताले छोडेको रिभ्यू स्कोर वा रिभ्यूको आधारमा चाहिँ आफूलाई फिट हुने किसिमको आफूलाई मिल्दो के त मेनु चाहिँ छान्न सकिन्छ, रोज्न सकिन्छ भन्ने कुरा आयो है त। त्यसै गरी फेदाल एप हुन्, यो फेदाल एप जुन छ यो फेदाल एप ह्यान्गो नगद भइहाल्यो, सिन्योङ खाद क्रेडिट कार्ड, खानफ्यान ख्याल्चे सरल भुक्तानी वान क्लिक पेमेन्ट पनि भन्न सक्छौँ है। खानपिन ख्याल्चे सरल भुक्तानी, हेउदे फोन ख्याल्चे यो मोबाइल पेमेन्ट है त आदि थायाङहान ख्याल्चे सुदानुल थायाङहान विविध ख्याल्चे सुदान पेमेन्टको चाहिँ माध्यम है छिवन हागिते मुने सपोर्ट गर्ने भएकाले है छिवन हादा सपोर्ट गर्नु, निवेदन गर्नु भन्ने हुन्छ, आवेदन गर्नु, स्वयंसेवा गर्नु भन्ने नि हुन्छ है। छिवन हागिते मुने सपोर्ट गर्ने भएको कारणले सायङजादुरी प्रयोगकर्ताले फ्याल्ली हाके सरल तरिकाले ख्याल्चे हाल सुइसुमिदा पेमेन्ट गर्न सक्छन्, भुक्तानी गर्न सक्छन्। के भयो त कुरा भन्दा फेदाल एप जुन छ यसले चाहिँ नगद, सिन्योङ कार्ड है, क्रेडिट कार्ड, खानपिन ख्याल्चे भनेको सरल भुक्तानी, वान क्लिक पेमेन्ट, मोबाइल पेमेन्ट आदि विभिन्न चाहिँ यो पेमेन्टको जुन मिडियमहरू छ भुक्तानीको साधन त्यो सपोर्ट गर्ने भएको कारणले गर्दा प्रयोगकर्ताले सहज तरिकाले भुक्तानी गर्न सक्छन् भन्ने कुरा आएको है त। खेदागा यसका अतिरिक्त मोरोभर छम इयोङजा धोरेगे यो सुरुवाती प्रयोगकर्तालाई भन्न खोजेको मतलब यो नयाँ प्रयोगकर्ताहरूलाई भन्न खोजेको है त। हारिन हे छोकना छुट दिने वा कुपनुल छुनुन कुपन दिने दङ आदि थायाङ हान हेतेगुल विभिन्न फाइदाहरू, हेतेग भन्नाले एडभान्टेज फाइदा भन्ने हुन्छ, छेगोङ हागिदो हामीदा उपलब्ध गराउने पनि गर्छ। कसले त यो डेलिभरी एपमा नयाँ प्रयोगकर्ताहरू छन् भने उनीहरूलाई डिस्काउन्ट दिने वा त्यस्तै कुपनहरू उपलब्ध गराउने जस्ता विभिन्न फाइदाहरू चाहिँ उपलब्ध गराउँछ भन्ने कुरा आयो। तो हान यसको अतिरिक्त छुमुन हान उम्सिगी अर्डर गरेको खाना ह्यन्जे छोरी चुङिन्जी अहिले वर्तमानमा चाहिँ अर्डर गरेको जुन खाना छ त्यो कुकिङको क्रममा छ वा फेदाल चुङिन्जी यो डेलिभरीको क्रममा छ भन्ने कुरालाई सिल्सिगानुरो प्रत्यक्ष रूपमा वास्तविक समयमा लाइभ भन्न खोजेको वागिन हालसुदैसुमिदा चेक गर्न पनि सकिन्छ।
इरहन यस्तो हो फ्याल्ली हाम्ते मुने सुविधाको कारणले गर्दा हानगक सारामदुरुन कोरियन मानिसहरू फेदाल एप डेलिभरी एप मानिस आयौँ हामीका धेरै प्रयोग गर्छन्। यसरी चाहिँ फेदाल एपको बारेमा सानो इन्फर्मेसन चाहिँ हामीले यहाँ पाइसकेका